how are you? तपाईं कस्तो हुनुहुन्छ? You can also say सन्चै हुनुहुन्छ. Many Nepalese people say सन्चै हुनुहुन्छ instead of तपाईलाई कस्तो छ? सन्चै हुनुहुन्छ. This is simple and easy to pronounce. सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? And they say yes, सन्चै छु. सन्चै छु means I am fine. म सन्चै छु. म सन्चै छु. मलाई सन्चै छ. Like this. म सन्चै छु. म सन्चै छु. म सन्चै छु. मलाई एकदम ठीक छ. I am fine. I am fit and fine. मलाई एकदम सन्चै छ. मलाई एकदम राम्रो छ. I am fine. म सन्चै छु. Nepalese people say like this. म सन्चै छु. मलाई एकदम राम्रो छ. I am good. This way. Okay. I am fine. म सन्चै छु. मलाई सन्चै छ. म एकदम ठीक छु. म एकदम गुड छु. What is this? यो के हो? यो के हो? यो के हो? यो के हो? What is this? यो के हो? यो के हो? यो के हो? के हो? यो घडी हो. I don't understand. मैले बुझिन. मैले बुझ्दै बुझिन. तपाईले के भन्न खोज्नु भएको? मैले बुझ्दै बुझिन. मैले बुझिन. Like this. Please speak slowly. बिस्तारै बोल्नुहोस्. के तपाईं बिस्तारै बोल्न सक्नुहुन्छ? मैले केही बुझिन. बिस्तारै बोल्नुहोस्. Please speak slowly like this. Can you help me? के तपाईं मलाई मद्दत गर्न सक्नुहुन्छ? तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ? म एकदम गाह्रो अवस्थामा भए के तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ? You can also say सहयोग and you can also say मद्दत. मलाई मद्दत गर्न सक्नुहुन्छ? मलाई सहयोग गर्न सक्नुहुन्छ तपाईं? Like this. Say like this. This is same words like मलाई मद्दत गर्न सक्नुहुन्छ? मलाई सहयोग गर्न सक्नुहुन्छ? Where is the toilet? शौचालय कता छ? Say शौचालय and you can also say चर्पी. Many people say चर्पी, शौचालय, and this is typical Nepali names of toilet. Okay? So you can say toilet कता छ? Let's go. जाऊँ. You can also say जाम. Many people say, many Nepalese people say jam. Many people say जाऊँ. Zoom. And many people say zoom also. You can also say zoom, जाऊँ, jam, like this. But the pure Nepali is जाऊँ. Let's go means जाऊँ. Okay. See you again. फेरि भेटौँला. See you again means फेरि भेटौँला. Okay guys, thanks for watching. I hope you understand everything. And tell me in the comment how to say I am hungry in Nepali.